वीडियो बनाइदिनु लाग्छु कपडा धुन लाग्यो भन्दैन कति गाइजहरू भन्दा गाइजहरू यो मेरो माइती देश हो गाइजहरू अनि माइला दाइको घर अलिबाट बसेको छु ठुन्दाको घर तल छ अनि मेरो कान्छा भाइको घर पोरी छ अनि म माइला दाइको घरदेखि उभिएको छु कपडा धुन लागेको छु गाइजहरू एकदिन खेत गए हाल्ला धान पसाए मकै खुर्सानी यो सिमीको कोसाहरू टिपेर यस्तो भएछ गाइजहरू हेर्नुहोस् यति धेरै छ यति धेरै जुम्लामा लोकल सिमीको कोसाहरू मकै हाम्रो मकै यस्तो राख्ने चलन छ सिमीहरू झारसँगै यस्तो झारसँगै ल्याएको यस्तरी राख्ने चलन छ गाइजहरू मेरो छोरो हो मेरो कान्छो छोरो यहाँ हिउँदो सिजन खानको लागि करेला सुकाएको फर्सीको कद्दुको भुजा कपडा धुन लाग्नु भयो मेरो साइली मैया धेरै पछिमाबाट माइती घरमा आउनु भएको छ तिहारमा कपडा धुँदै हुनुहुन्छ अहिले बजार जाने अरे घुम्नलाई तर अब पर जान्छु बहिनी देखाउँछु पर आयो अर्को स्कुलबाट छोरो पनि आयो बाल्टिन देखाउँदै अहिले कस्तो आइगे ल गाइज मेरो कान्छो छोरो गाइजहरू यस्तै छ यहाँ हुन्छ ल आइज अच्छा तर बहीको सिमी उ गरे ल गाइजहरू यस्तो छ गाउँ हाम्रो गाउँघरका घरहरू यस्तै हुन् ल आइज अर्को घर जाने बहीको घर यो मेरो घर हो गाइजहरू